टी20 क्रिकेटमा विश्वकपको मञ्चसम्म पुगेर विश्वका शक्तिशाली टोलीहरूलाई टक्कर दिने हाम्रो राष्ट्रिय क्रिकेट टोली जब 50 ओभरको ओडिआई फर्मेटमा मैदान उत्रन्छ तब उसको प्रदर्शनमा एकाएक फितलो र निराशाजनक बन्न पुग्छ। टी20मा बाघ जस्तै गर्जने नेपाल ओडिआईमा किन यति कमजोर देखिँदैछ? के नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो संकटमा फस्दैछ? के आगामी 2027 को एक दिवसीय विश्वकप खेल्ने नेपालको सपना डिभिजन 2 को मैदानमै समाप्त हुन लागेको हो? यही प्रश्नले अहिले हरेक नेपाली क्रिकेट समर्थकको मन पोलिरहेको छ। नेदरल्यान्डमा भइरहेको आईसीसी विश्वकप लिग 2 को सुरुवाती दुवै खेलमा नेपाल मात्र 157 रनमा अल आउट भयो। नामिबिया र नेदरल्यान्डसँगको यो बिजाउने हार कुनै सामान्य हार होइन। यो नेपालको विश्वकप यात्रामा लागेको एउटा ठूलो ब्रेक हो। आज हामी यही विषयको भित्री रहस्य खोताल्नेछौँ। 20औं एसियाली खेलकुदमा छनौट नेपाल प्रिमियर लिग सिजन 3 को अक्सनको माहौलपछि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली विश्वकप लिग 2 खेल्न नेदरल्यान्ड्स पुगेको थियो। भर्खर फिफा विश्वकपको माहौलमा झुमेको नेपाली खेलकुदको दर्शक क्रिकेटमा शिफ्ट हुँदै थिए। तर नेपाली क्रिकेटको प्रदर्शन भने विदेशी भूमिमा उही पुरानै लयमा देखियो। 2 महिना अघि घरेलु मैदानमा भएको लिग 2 को दुवै श्रृंखलामा उत्कृष्ट प्रदर्शन गर्दै अङ्क तालिकामा फड्को मारेर शीर्ष 4 को आशा देखाएको नेपाली टोलीले विदेशी भूमिमा भने कमजोर प्रदर्शन फेरि निरन्तरता दिएको छ। 2024 देखि 26 को लिग 2 साइकल अन्तर्गत जुलाई 21 देखि नेदरल्यान्ड्समा सुरु भएको नयाँ श्रृंखलाको पहिलो खेलमै नेपाल अफ्रिकी राष्ट्र नामिबियासँग 8 विकेटले सहजै पराजित भयो। त्यस्तै बिहीबार राति सम्पन्न दोस्रो खेलमा पनि नेपाल घरेलु टोली नेदरल्यान्डसँग 6 विकेटले पराजित भयो। विदेशी भूमिमा कुल 17 खेलमा नेपालले जम्मा 4 खेल मात्र जितेको छ भने यो 11औं पराजय हो। 2 खेलमा भने नतिजा निस्केन। लिग 2 मा कुल 30 खेल खेलिसक्दा नेपालले मात्र 11 जित निकाल्न सफल भएको छ, जबकि 17 खेलमा लज्जास्पद हार बिहोर्नु परेको छ। 2 खेल वर्षाका कारण ड्र भएको रेकर्ड छ। 24 अङ्कका साथ नेपाल अहिले जेनतेन 5औं स्थानमा अड्किएको छ। क्यानाडा र नामिबिया बराबर अङ्कमा रहेर कडा दबाव दिइरहेका छन्। लिग 2 बाट विश्वकप 2027 को लागि ग्लोबल क्वालिफायरमा स्थान पक्का गरिसकेको अमेरिका 43 अङ्क सहित शीर्ष स्थानमा छ। स्कटल्यान्ड 38 अङ्क जोडेर दोस्रोमा छ। नेपालले अब बाँकी 7 वटै खेल जिते पनि स्कटल्यान्ड समान अङ्क हुनेछ। त्यसैले नेपालका लागि अब बाँकी 7 वटै खेल फाइनल सरह हुनेछ। नेदरल्यान्ड्सका बाँकी 3 खेल खेलेपछि नेपालले अन्तिम श्रृंखला ओमनमा खेल्नेछ। अक्टोबरमा तयार भएको उक्त श्रृंखलामा नेपालले ओमान र क्यानाडासँग 2-2 खेल खेल्नेछ। टी20 विश्वकप खेल्नु गर्वको कुरा हो, तर यदि नेपालले सन् 2027 को एक दिवसीय विश्वकप खेल्ने वा आफ्नो ओडिआई मान्यता जोगाउने हो भने लिग 2 का बाँकी खेलहरूमा गर या मरको स्थितिमा प्रदर्शन गर्नुपर्नेछ। नेपाली टोलीले यदि ओडिआईमा आफ्नो विरासत जोगाउने हो भने टी20 को आक्रमक ह्याङओभरबाट बाहिर निस्केर 50 ओभरको मर्म अनुसार क्रिजमा टिकेर इनिङ बिल्डअप गर्ने शैली र विदेशी भूमिमा आफ्नो ब्याटिङ कमजोरीलाई तत्काल सुधार्नुको विकल्प छैन।